नमस्ते, तपाईँलाई स्वागत छ। म चन्द्रबहादुरको मेरो युट्युब च्यानलबाट आज चाहिँ यो थोरै करेसेबारी देखाउँ कि भनेर म तल जान लागिरहेको छु। यो भिडियो क्लिप चाहिँ छोटो हुन्छ होला सायद। आजको ब्लग चाहिँ मैले रुममै बनाएको छु। यो चाहिँ रुमको छेउमा भएको यस्तो छ। रोप्ने ठाउँ पनि यस्तो पनि टमाटर हुँदो रहेछ। अनि यो चाहिँ फुल के फुल भन्छ मलाई एक्ज्याक्टली थाहा भएन। त्यो राम्रो फलिरहेछ, फुलिरहेछ, यस्तो फुलिरहेछ रातो भएर। फुलको नाम चाहिँ थाहा भएन। अनि यो खुर्सानी बिरुवा छिट्टो बढिरहेछ। यो चाहिँ यस्तै रोपेको। यता छ यो फुलको नाम पनि मलाई थाहा भएन, थाहा पनि छ। अब म तल बारीतिर जान्छु। यसै प्याज रोपेको ठाउँमा चाहिँ प्याज अहिले छैन, सबै फलिसक्नु भएछ। एउटा खोर्सानी छ, प्याजहरू के यस्तो अनि यो चाहिँ एभोकाडोको बोट ठुलो छ। एभोकाडोको बोट चाहिँ एभोकाडो अहिले फुल्दैछ। फुल चाहिँ यहाँबाट खासै क्यामेराले खिच्न आउँदो रहेछ। यता चाहिँ धनियाँ र प्याज राम्रो देखिरहेछ। धनियाँ फुलिसकेको छ। धनियाँ तोरी सबै फुलेछ। तोरी कस्तो राम्रो फुलिरहेको रहेछ। यहाँ चाहिँ प्याज पनि राम्रै भएछ हुन चाहिँ। यहाँदेखि लिएर अलिकति उता पनि थोरै छ, त्यहाँ पनि राम्रै छ। यहाँ सागको बिउ रहेछ, तोरीको बिउ, साग तोरीको। यसले चाहिँ के भन्छ मलाई थाहा भएन। यो फुलिरहेछ कि यो राम्रो फुलिरहेछ। यसको नाम चाहिँ थाहा भएन। यो के बोट हो भनेर चाहिँ पत्ता यस्तो छ है, पत्ता यस्तो थाहा भएन कि यो चाहिँ के हो भनेर। तर त्यो फल चाहिँ राम्रो छ, यस्तो फलिरहेछ। एउटै साग रहेछ, कति राम्रो भएको साग रहेछ एउटा। अनि यो चाहिँ कौगती बोटमा त छ, अहिले कुनै नाम भएको छैन। अनि यो चाहिँ लिचीको बोट राम्रो छ, फुल्दैछ। तपाईँले देख्न सक्नुहुन्छ फुल चाहिँ यस्तो फुलिरहेछ। राम्रो छ लिचीको बोट चाहिँ। कति फल्ने हो यहाँ चाहिँ। एभोकाडोको हाँगा अघि मैले भनिसकेँ। यो चाहिँ बोट हाँगा चाहिँ यस्तो आइरहेको छ। यहाँ यस्तो गरिरहेको सबै सिट। यो चाहिँ सानो एभोकाडो बिरुवा ठुलो हुँदैछ। एभोकाडोको बिरुवा यो यता चाहिँ टिमुर जस्तो लाग्छ, टिमुरै होला यो चाहिँ, टिमुरको बोट। यता चाहिँ एभोकाडो। यो चाहिँ घाँस जस्तो छ, के घाँस हो यो मलाई नाम थाहा भएन। आई थिङ्क घाँस जस्तो लाग्छ। राम्रो छ बिरुवा चाहिँ। आजको भिडियो चाहिँ मैले तपाईँहरूलाई चाहिँ यो करेसेबारीको थोरै देखाइरहेको थिएँ। अनि अब यति नै, हेरेको छैन, थोरै थियो त्यही भएर थोरै देखाएन। अब अहिले चाहिँ म रुम जान्छु। म अलिकति तलतिर आएको छु अहिले।
देखिसक्नु होला अब यस्तै छ मौसम पनि यस्तै छ पानी पर्न लागिरहेछ आधा आधा र भइरहेछ भन्दै म चाहिँ अब आधा कि रुम फर्के है त हेर्दै गर्नु होला साथ सपोर्ट दिन चाहिँ नभुल्नु होला भन्दै बाई बाई